छ भने जनतालाई जाँच दिन लगाऊ, जनताले लिने जाँचमा सहभागी बनौँ र शान्तिपूर्ण ढङ्गले निर्वाचनको परिणामलाई गुनाउँ। मतपत्रमा जे आउँछ लोकतन्त्र त्यही हो, जनता जे भन्छन् हामी त्यही भन्छौँ। त्यसैले 21 गतेको दिन मतक्रान्ति गर्नुपर्छ भनेको मैले। मतक्रान्ति, मतदान त धेरै गरियो, नेता धेरै जिताइयो, पार्टी धेरै जिताइयो, तर जनता जिताउने यो युग पुरेर आएको दिनलाई सदुपयोग गर्नुहोला, कसैले पनि नछुटाउनु होला। 21 गतेको दिनलाई क्यालेन्डरमा गोलो बनाएर राख्नु होला, किनकि यस्तो 21 न पहिला आएको थियो न भोलि सायदै आउँछ होला। यही हो मौका इतिहास लेख्ने, आफ्नै हातले आफ्नो इतिहास लेख्ने, आफ्नै हातले। हामीलाई लाग्छ जनताको माया र सद्भाव पाएर रासोपा आफ्नै नेतृत्वको सरकार बनाउन सक्षम हुनेछ, यो मेरो अनुमान हो। जनताले देशैभरिबाट देखाएको अनुमानका आधारमा बोल्दैछु।